हेलो गाइज होइन आज लास्ट फाइनल थियो होइन आज हाम्रो फोटो सेसन थियो अब सब साथीहरूले फोटो सेसन खिच्यौँ होइन अगाडि साथीहरू पनि थियो भ्लग बनाइरहेको छन् हजुर अब भोलि आउने कि नै भोलि नआउने अब हाम्रो सधैँको लागि साउथ एसियनबाट हामीले बिदा सन्देश लिइसक्यौँ होइन ल अटोग्राफ कान्छीको नम्बर हो यहाँ नम्बर पनि हामी साँटासाट गर्दैछौँ गाइज खै नम्बर देखाइदिनु त होया चाहिँ सालो अनि के त्यति चिन्ता मानेको त सालो भने है दुई हो 34 नम्बर चाहिने हो भने यो 8 3 4 18 अनि जिब्रा भयो भने यसो लास्ट 78 है ल आज लास्ट डे म भन्न चाहन्छु हामी त भोलि आउने रे 25 नआउने रे अनि कति कति आउने रे हामी हजुर हामी अब नमस्कार सबैजनालाई आज हामीहरू चाहिँ स्कुलबाट विदाई कार्यक्रम भएर जाँदैछौँ हजुर हजुरहरू सबैले म के एउटै 4% आइसक्यो अरे म 4 छैन हो मेरो भन्ने पनि त्यही छ 2079 सालमा हामीहरू साउथ एसियन स्कलर्स एकाडेमीमा पढ्न आएका थियौँ तर आज छोडेर जाँदैछौँ धेरै दुःखी पनि छौँ दुःख पनि अलि त लागिरहेको छ तर मलाई सरले बोलेको अपाच्य भाष्यहरू र सरले गरेको दुर्व्यवहार मैले उहाँले एउटा झटारो हान्न चाहन्छु जसरी मलाई भास्कर सरले अपाच्य भाष्यहरू प्रयोग गरेको म माथि जुन किसिमको लालचीमा लगाउने काम हो कि यो पर मन्त्रीले बोले थाहै छैन त्यसैमा कट गर्छु कट भइगयो यस्तो हात गर्नु रहेछ म भोलि काठमाडौँ जानुपर्छु त्यही किन आन्दोलन छ आन्दोलन सुर्खेत मान्यौँ ला म भोलि रियलमा आज बुवासँग कुरा तिमी जस्तो युवाले हो कि पैसा देशमा जान्छु ठुलो मान्छेहरूसँग त रिलेसन बनाउनु पर्छ यार गइसक्यो ए के अरे राजतन्त्र ठिक छ कि नै म ठिक छ छैन ठिक छ आज सके आज राजाको राष्ट्रपति ल राष्ट्रपति भइसकेपछि के हुन्छ राष्ट्रपति राजाको दुर्बल पक्षहरू भन्नु त्यो अहिले ऊ होइन भन त्यो के नेपाल ए त राजाको पक्ष त हो ल ठिक छ राजाका दुर्बल पक्षहरू के हाम्रो लोकतन्त्रमा हामीले बोल्न पाइदैन जनताको शासन जनतासँग हुनुपर्छ त्यो राजतन्त्र होस् भने चाहिँ हामीले राजतन्त्र हुनुपर्ने भन्ने के जरुरी छ नम्बर ठिक छ ल मेरो बाबु त्यो राष्ट्रपति ल ज्ञानेन्द्र साइनको बाबु हो न रामचन्द्र रामचन्द्रको बाबु हो अनि केपी मेरो बाबु रामचन्द्र बाबु केपीको झोले पनि अरे नि चुम्चा हो चुम्चा ल चुम्चा बन्न पनि सक्दैन तिमी किन ज्ञानेन्द्र साईको चम्चा बन्न चाहन्छौ ज्ञानेन्द्र साईको चुम्चा सबै मेरो चुम्चा हो के ज्ञानेन्द्र साई तिम्रो चुम्चा अहिले यार त्यस्तो नबनाउ न यार त्यस्तो राजाले त्यस्तो भन्नु पाइन्न नि भन्छु किन भन्ने राजालाई त्यस्तो भन्नु पाइन्न राजाको विरुद्ध खेत पर्क राजा भनेको मेरो मनको होइन गाई चाहिँ आज के अरे ज्ञानेन्द्र साई आउनु खान सुर्खेतमा सुर्खेत आउँदैन किन आउनु आउँछ काठमाडौँ हुने आज काठमाडौँ म बनाइहाल्छु यार केटा 3-4 हजार बिचमा कसरी निकालिहाल्छु मलाई चाहिँ सब्सक्राइबको कमी छ सब्सक्राइबको कमी छ मैले आज टिकटकमा हाल्यो ए त्यही के अरे भिडियो सासाबाट कहिले छुट्ने भएको थियो होइन उहाँको के छ सुन्न उहाँको के छ उहाँ दाइले पनि मेरो च्यानल सब्सक्राइब गरिदिने अरे होइन थ्याङ्क यू ल मैले यस्तो जस्तो अब मैले सासाबाट कहिले छुट्ने भने दियाले मलाई मर्ने गरी हानेको थियो नि त भाइले देख्नु धन्न लाज मान्छन् है भाइ पनि अब सासाबाट कहिले छुट्ने भएको थियो होइन 2 वर्ष गएको पत्तै भएन होइन अब क्यु जोइन गर्ने कि एमयु गर्ने भन्ने होइन जस्तै म जस्तो मान्छेले त खाडी मुलुक गएकै राम्रो होइन किनकि अब 12 पछि हेर्ने हो होइन 12 पछिको भाडा दिने कहाँ जापान गएर कि कोरिया गएर इन्डिया बेङ्गलोर गएर त्यस्तो छैन हाम्रो होइन बुढी लिएर बेङ्गलोर जाने ए अनि ल हाम्रो सोल्टी आइसक्नु भयो त त्यसले भन्छु थाहा मलाई हाम्रो सोल्टीलाई केही सोध्न चाहन्छु सोल्टी गाली गरिदियो यार त्यसले मनभित्रै गाली गरेर गयो फर्स्ट टाइम भलो बनाउँदा होला होइन म भलो बनाउँदा धेरै टाइम आएन बनाउँदा भाइलरको घर है एउटा भाइलरको त्यसको नाम भाइरल हो के नाम थाहा छैन भने हामी भाइरल गराइन दक्षिणा बोरा
नाम नभन्नु यार कुनै व्यक्तिको यार नाम बिचमा लग्नु भने म पछि काटिहाल्छु त्यो बिचमा काटिहाल्छु नि त काम नगरौँ होइन ट्युसन कटै कट ट्युसन कट ट्युसनबाट आउने हो किन त्यति बेला आउने होला यति बेला अर्को होला यता बन्दुला टच गर्न बन्दुला ला त्यहाँ टच गर्न एकछिन हो जस्तो तिमीहरूले ट्युसन नछुटाऊ किनभने तिमीहरूलाई इङ्ग्लिस धेरै कमजोर छ म जस्तो ट्यालेन्ट छैन जहिले विपला साइरा बाबु के छ होइन ए प्लस गरेर ल्याउने हो हामीले बी प्लस त सधैँ ल्याएर ए प्लसको टार्गेट हान्ने ए आउँछ अरे मलाई अर्डर अब पाण्डे कहाँ हाल्छ नि भयो यो अहिले म अहिले हालेको छु अब सब छन् नि आज सब हाल्छु यतै आउनु लाग्यो आज हाम्रो टुर कहाँको छ अरे कहाँ जाने रे घन्टाको आज हामी कतै नजाने आज घन्टाको जाने हो नन स्टप घन्टाको ए एक्स्ट्राबाट जाने हो कता एक्स्ट्राबाट घन्टा गर्छ 44 बार रमेश तल गर्न त मेरो किन चाबी मेरो गोदाममा छ बिग फ्यान रोयल च्यानल है रोयल च्यानल गर्नु भने तैँले रोयल च्यानल कसको नाम मेरो हो कि मेरो 26 ए मेरो 75 वटा छ सबको मोबाइल गएर हान्छु त्यो 75 वटा त्यही नै ठुलो कुरो सबैले तिमीले स्टेडियमबाट सुत्दैन सक्दैन अघि माग होइन टक्क हानिदिनुपर्छ त म आफै हान्थेँ नि सुरुमा आफै हान्नु लाइक कमेन्ट पनि हान्थेँ लाइक आफै हानेको पनि ठिकै हो सुरुमा भिडियोले पनि त्यही गरेर आफू हेर्किन 50-60 भ्युज बढाउँथ्यो अरे भन अब भिटेनको लक्षण हो यो भिटेन कहाँको मान्छे कहाँ पुग्यो भनौँ हामी पनि कहाँको मान्छे कहाँ पुग्यो भर्खर त दैलोको मान्छे सुर्खेत आएछौँ अझ 12 प्लस 12 पास गरिसकेपछि काठमाडौँ जाने हो होइन त्यहाँबाट माथि बढ्दै जाने हो कि अब भोलि ल ल